हामी चाहिँ एप्पल फार्मको चाहिँ भिजिट गरिराखेको छु है साथीहरू। त्यतिखेर चाहिँ यो शीतोष्ण बागवानी विकास केन्द्र मार्फतको यो बङ्गैचाको भ्रमणमा छौँ यतिखेर हामी। र हामीले चाहिँ यो ओखर लात्ते ओखर हेर्न खोजिराखेको छ है साथीहरू। सरले चाहिँ हामीलाई देखाउँदै हुनुहुन्छ अर्कै खालको चाहिँ टप ग्राफ्टिङ गरिएको ओखर। यो सबल भएर रहेछ है, कति ठुलोमा सबल भएको छ। टप ग्राफ्टिङ होला यो के कसो। यो हेर्नुस् है, यो टपवर्किङ मैले तपाईहरुलाई कसरी सक्सेस हुन्छ भनेर अब तरिका यो रहेछ नि त। तपाईहरुसँग हाडे ओखर प्रशस्त मात्रामा छ हो नि सर। त्यस्तो ठाउँमा चाहिँ तपाईले अब हाडे ओखरलाई दाँते बनाउनको लागि टपवर्किङ गर्न सकियो। टपवर्किङ गर्नेबित्तिकै यो त 2 वर्षमा मजाले फल्दो रहेछ। अहिलेकै वर्षमा चाहिँ यहाँ मजाले 10-12 वटा दानाहरू लाग्थ्यो मैले अघि भनेको तपाईँलाई हैन। अब यसमा पनि मैले परीक्षणको लागि चाहिँ यो चाहिँ चान्डलर र फ्रेक्वेन्टे जोडेको हो यो दुईटा हैन। यो चाहिँ हाइब्रिड उसमा हुने। उतापट्टिको चाहिँ हाम्रो लोकल थिन्चेल जोडे हो क्या। त्यो लोकल थिन्चेल चाहिँ त्यत्रो भयो उ हैन। छिटो बढ्दो रहेछ है। त्यो चाहिँ अलि चान्डलर र फ्रेक्वेन्टे पनि हामीले यसरी जोड्न सकिँदो रहेछ भन्ने कुरा चाहिँ यहाँ देखियो। अब यस्तो खालका यो चाहिँ जङ्गली हो। अब यहाँ तलबाट आएको हाडसेल हो, हाडे हो यो। अब यसमा अर्को वर्ष यतापट्टि जोडिदियो पनि भयो अथवा यसलाई काटेर फालिदियो पनि भयो। यो चाहिँ प्रशस्त छ क्या। अब यहाँ त बढी बनाएर काम छैन है। त्यही भएर मजाले तपाईँको यसरी सक्सेस हुँदो रहेछ। र यसमा चाहिँ टप वर्किङ ग्राफ्टिङ यो स्याउ चाहिँ हाडे ओखर धेरै भएको ठाउँमा यसलाई मासेर चाहिँ दाँते बनाउनलाई अपनाएको यो विधि रहेछ। जस्तै यो यहाँ काटेर अनि यो चाहिँ सकिन्छ मैले फुल फुल्छ भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ। यसमा चाहिँ भाले फुल र पछि फुल हुन्छ हेर्नु है। अब यसको तपाईँको यो छ नि 1 वर्ष पुरानो हाँगाको यसमा चाहिँ भाले फुल लाग्छ। जस्तो यहाँ भाले फुल लाग्ने ठाउँहरू देखिया छ हेर्नुहोस्। र तपाईँले अब यहीँबाट आएर अर्को हाँगा यहाँ माथि आयो भने त्यहाँ चाहिँ पछि फुल लाग्छ क्या हैन। तपाईँले अब साइन सिलेक्सन गर्दाखेरि 1 वर्ष पुरानो हाँगा जस्तो यो हाँगा त अब 1 वर्ष पुरानो हुने भयो त हामी पुसमा काट्दाखेरि हो यहाँदेखि यहाँसम्म बढ्यो नि त। त्यही भएर यहाँबाट यो चाहिँ एकदम बेस्ट 1 वर्षको हो। अब कतिपय ठाउँमा जस्तो राजीपुरमा तपाईँले त्यहाँ रिसर्च गरेकोमा हेर्दाखेरि तपाईँको यो गर्दा यो यस्तो यो त 2 वर्ष पुरानो हो नि त। यस्तोलाई पनि युज गरेको देखियो। तर यस्तोमा युज गर्दाखेरि कहिलेकाहीँ ग्रोथ राम्रो नभएको जस्तो पनि देखिन्छ। र हामीले यहाँ युज गर्ने भनेको जति पनि यो 1 वर्ष पुरानोमा गर्छौँ र यो चाहिँ एकदम राम्रो छ। तपाईँले गर्दाखेरि अब यस्तोमा गर्नुभयो भने किन हुँदैन भन्दा यहाँ त हाँगा हाल्ने ठाउँै छैन हेर्नु त। यो सक्सेस भयो भने पनि तपाईँले यहाँ पात पलाउने ठाउँ भएन भने यो रेखाभन्दा यहाँ काट्ने पनि यहाँसम्म सुकेर जान्छ। 1 वर्ष पुरानो लाई 1 2 3 वटा काटेर पुरानो यतिको त्यो पनि थाहा हुनु पर्यो हैन। 1 वर्ष भनेपछि त लगभग यो पनि थाहा नसक्यो। यहाँदेखि यतिको यहाँदेखि त अर्कै फेरि हुन यो पोथी हैन। यो भाले भने तलको भाले यहाँ तल फल यो त एनुअलको हो। तपाईँको यहाँसम्म लास्ट इयरको अब तपाईँको अर्को वर्षमा चाहिँ भाले फुल लाग्ने ठाउँ यहाँ चाहिँ होइन ट्याक्सी पलाउने ठाउँ। अब तपाईँको यहाँबाट चाहिँ पछि फुल आउँछ होइन। सुत्नुपर्छ है। यहाँबाट पात आउँछ कुनै आउने ठाउँ हुन्छ। जस्तो तपाईँले यहाँ प्रश्न अहिले देख्न सक्नुहुन्छ। जस्तो यहाँ आउने ठाउँ छ यो सानो यो चाहिँ भाले फुल आउने ठाउँ। यो चाहिँ पात पलाउने ठाउँ हो होइन। के अरे पछि फुल आउने ठाउँ। यी पछि फुल आउने ठाउँ चाहिँ यो ठ्याक्कै टुप्पोबाट चाहिँ सट्टै आउँछ। तपाईँले यहीँ पनि कतिपय देख्नुहुन्छ। जस्तो यहीँ भयो यहाँ पछि फुल आयो, यहीँ फल्यो। यहाँ अहिले भर्खरै हार्भेस्टिङ भयो त यहाँबाट टिपियो होइन। टिपियो अब यो टिपिसके पछाडि अब फेरि यो अर्को बढ छोड्यो क्या यसले चाहिँ अर्को वर्ष सट्टै यहाँबाट जान्छ। त्यो किन दिन्छ यसले यहाँबाट पछि दिन्छ। यहाँबाट चाहिँ भाले फुल आउने ठाउँ चाहिँ यहाँ छ होइन। तपाईँले अब साइनलाई युज गर्ने भने साइन युज गर्नुपर्ने भने यतिको प्रयोग गर्नु पायो होइन सर। यति नै जोडिदिने हो। 3-4वटा आँखा त हुनु पर्यो र
अर्को ग्राफ्टिङको सक्सेस गराउनु पर्ने मैले मुख्य कुरा त्यहाँ छोडेछु तपाईँको यसमा गर्ने बेलामा यो के अरे स्याउमा जस्तो तपाईँको सबै उ गरेर खुल्ला छोड्ने होइन यसमा चाहिँ पुरै ऱ्याप गर्नुपर्छ कि त्यो प्लास्टिक टेबल है त्यो कुरा चाहिँ मैले त्यहाँ भनेको छु तपाईँको अर्को चाहिँ एउटा प्याराफिल्म हुन्छ प्याराफिल्मले सबै लपेटेर गरे पनि हुन्छ अर्को त्यो पातलो खालको प्लास्टिक हुन्छ नि अघि मैले त्यहाँ देखाएको त्यस्तो प्लास्टिकले मजाले प्याराफिल्म त खर्च बढी आउँछ टुप्पो सबै मजाले भनेपछि माथिसम्मै बेर्नुपर्छ यो सबै बेर्नुपर्छ भन्नुभएको छ हजुर यो सबै बेर्नुपर्छ भनेको सबै बेर्नु पर्यो जोरेको ठाउँ मात्रै होइन सबै ठाउँमा यहीसँग बेर्नु पर्यो हामी प्र्याक्टिकल त्यो असफल हुने त्यही रहेछ त्यो पनि रहेछ त्यो गर्नु पर्यो अनि तपाईँको यसमा अलिकति एकदम हाइली टेक्निकल पनि छ कि यसको भित्र खोक्रो हुन्छ हुँदो रहेछ तपाईँको त्यहाँ चाहिँ त्यो क्याम्बियम जोइन हुनु पर्यो सक्सेस पनि अलिक कमै भयो भने सप्लाई अब क्लियरली आछ माथिसम्मै ऱ्यापिङ गर्नुपर्ने रहेछ भाले फुल छोड्ने बर्डहरू यहाँ ठ्याक्क देखिएको छ यता पात पलाउने देखाएको छ यी पोथी फुल छोड्ने अब यहाँबाट सर्ट आउँछ यहाँ आएर पोथी फुल छ यसमा एउटा समस्या के हुन्छ भन्दाखेरि भाले फुल चाहिँ प्रायः जस्तो प्रोटो एन्ट्री हुन्छ भन्नेको मतलब भाले फुल अगाडि फुल्छ पोथी फुल चाहिँ पछाडि फुल्छ त्यही भएर क्रसिङ हुन्छ क्या त्यही भएर तपाईँले मिक्स माक्स गरेर लगाउनु पर्छ भेराइटी लगाउँदाखेरि तर दाँतेमा दाँते हाडे मिक्स माक्स गर्ने होइन यहाँ अर्ली मिड र लेट छ भनेको छु मैले होइन कुनै अगाडि हुन्छ कुनै पछाडि हुन्छ अगाडि फ्लावरिङ हुने चाहिँ तपाईँको अगाडि भाले फुल फुलेर गयो भने त्यो पोथी फुल फुल्ने बेला मिडमा हुने भाले फुल चाहिँ फुलिरहेको हुन्छ कि त्यसले आएर ठ्याक्कै क्रसिङ गर्छ र हुन्छ त्यही भएर तपाईँको दाँते ओखर मजाले व्यावसायिक रूपमा खेती गर्दै हुनुहुन्छ भने वरिपरि तपाईँको हाडे ओखरको बगैँचा छ भने त्यहाँबाट आएर यसमा क्रसिङ भएर हाडे निस्किने चान्स चाहिँ बढी हुन्छ त्यस्तो केसमा चाहिँ तपाईँको कम्तीमा पनि हामी 2 किलोमिटर जस्तो वरपर चाहिँ हाडे ओखर नहोस् भन्छौँ अब हाडे ओखर भयो भने के गर्ने त भनेको अभियानकै रूपमा तपाईँको टप वर्किङ गरेर त्यसलाई दाँते बनाइदिने जङ्गलहरूमा हुनसक्छ अथवा कसैले अलिकति राम्रोसँग संरक्षण नगरेको खेतबारीमा हुनसक्छ त्यस्तो केसमा चाहिँ मजाले हामीले यस्तो खालको हाडे ओखर छ भने सट्ट त्यहाँ काटेर तपाईँले दाँते बनाउन सकिन्छ सर त्यो बिजु बिरुवाको लागि मात्रै होइन र खतरा ग्राफ्टिङको त केही हुँदैन होइन के गरेको त अनि यसमा होइन त्यही भएर यसमा 2-3 वटा कुराहरू तपाईँले थाहा पाउनु पर्यो एउटा चाहिँ साइन गर्ने बेलामा तलको यो चाहिँ एकदम एक्टिभ भएर पालुवा पलाउने बेला भएको हुनु पर्यो होइन जस्तै मैले भने नि त फागुनको लास्ट चैतको बिचतिर त्यतिखेर एकदम बेस्ट हुन्छ अर्को चाहिँ तपाईँको त्यो अब ग्राफ्टिङ गर्ने हो भनेपछि तपाईँले 1 महिना जस्तो चाहिँ तपाईँले धेरै पानी हाल्नु भएन गाली हालेर छोड्नु भएन होइन लगभग 20-25 दिन 1 महिना जस्तो चाहिँ त्यसलाई चाहिँ चट्ट सुक्खा बनाउने अर्को इम्पोर्टेन्ट कुरा पनि के छ भन्दाखेरि तपाईँले यो ग्राफ्टिङ अब गर्दै हुनुहुन्छ भने तपाईँले त्यसलाई सर्ट टुप्पो काटेर छोडिदिने क्या रुट स्टकलाई कम्तीमा 8 दिन अगाडि 1 हप्ता अगाडि जस्तो चाहिँ टुप्पो काटेर टक अब यहाँ तपाईँले ग्राफ्टिङ गर्नुहुन्छ भने यहाँनिर काटेर छोडिदिनु त्यसले गर्दाखेरि तलको जति पानी छ नि त्यो पानी चाहिँ माथि आएर सबै अनि पछाडि तपाईँले त्यो ग्राफ्टिङ गर्दाखेरि चाहिँ एकदम सफल हुन्छ है अनि त्यस पछाडि अर्को भनेको चाहिँ तपाईँको ग्राफ्टिङ गर्ने बित्तिकै पानी हाल्नु भएन फेरि होइन बरु सकिन्छ अनि मल्चिङ गरिदिने मल्चिङ गरेर त्यो छापहरू हुन्छ नि त्यस्तो हालिदिने र अर्को चाहिँ यसमा सक्कर आउँछ एकदम बढी मात्रामा सक्कर आउँछ सक्कर आयो भने यस्तो चोरहाँगाहरू आयो भने तपाईँले हप्तै पछि हेरेर 2-3 दिनको फरकमा फालेको हेर्दै गयो फाले भन्दा फेरि देखिन्छ हैरानी गर्दो रहेछ त्यति राख्ने माथिको भाग कटिङको माथिको भाग जोड्ने भाग माथिको त फाल्नु पर्यो हैन फाल्नै भनेको त्यो जोड कटिङ पहिले गरेर राख्ने कि भन्ने कति दिन ए होइन 1 हप्ता अगाडि त्यो त अगाडि राख्नु पर्यो नि तपाईँको यो पालु आउने बेलामा काटेर त हुँदैन त्यही भएर साइन त प्रिजर्भ गरेर राख्नु चोर्ने कुरा 45 दिन अगाडि जुम्लामा काटेको 45 दिन जले ल्याउमा प्याक गरेर राखे त्यो झन् छिटो सफल भयो हो त्यही हो नि त तपाईँको यसलाई जति सक्दो यो हाँगा हुन्छ नि जुन जोड्ने हाँगा हो त्यसलाई जति सक्दो तपाईँले सुसुप्त अवस्थामा राख्नु पर्यो होइन पुसमागमा काटेर राख्ने अनि मजाले बालुवामा तपाईँले वर्षा पछाडि चाहिँ घाम नलागेको ठाउँमा यतिको हाइट छ भने त्यस्तोमा राख्न सकिन्छ अथवा रेफ्रिजिरेटरमा राख्न सकिन्छ होइन तपाईँ रेफ्रिजिरेटरमा डिप फ्रिजमा राख्ने होइन कि तपाईँको 4-5 देखि 7 डिग्रीसम्म टेम्परेचर 10 डिग्रीसम्म टेम्परेचर हुने जस्तो ट्याक्क मिलाएर राख्ने धेरै टेम्परेचर भयो भने त्यो मरिहाल्छ होइन खर्कै सानो छाप्रो बनाए जुटको बोरीमा ल्याउजेउमा प्याक गरेर त्यहाँ राखेँ हल्का भिजाइ राखेँ क्यालस हाउस भन्छ क्यालस हाउसमा राख्दाखेरि अझै राम्रो त्यही भएर क्याप टोपी यसलाई सक्सेस गर्नको लागि मैले अहिले भनेका विधिहरू नै गर्नुभयो भने अब ग्राफ्टिङ त कसरी गर्ने म टङ ग्राफ्टिङ कसरी गर्ने भन्ने कुरा चाहिँ म तपाईँलाई भन्छु यसमा गर्दाखेरि तपाईँको लगभग 2-3 वर्षदेखि चाहिँ यसले उत्पादन हुन थाल्छ बिजु गऱ्यो भने